के तपाईले कहिले सोच्नु भएको छ एआई को प्रयोग गरेर भगवानको फोटो आफै प्रे गर्ने ह्यान्डसेक गर्ने यस्तो फोटोहरु कसरी बनाउँछन् प्रयोग गरेर प्रोफेसनल गड इमेज क्रिएट गर्न सकिन्छन्। आजको भिडियोमा म तपाईलाई स्टेप बाइ स्टेप एआई बाट भगवानको फोटो कसरी बनाउने भनेर प्र्याक्टिकल तरिका देखाउने छु। यो मेथड युज गरेर तपाई पनि युट्युब फेसबुक इन्स्टाग्राममा भाइरल फोटो क्रिएट गर्न सक्नुहुन्छ र त्यसैले फोटो भिडियो अन्त्यसम्म हेर्नुहोस्। यो मेथडले तपाईहरुले आफ्नो जति पनि सोशल मिडिया जसमा लाखौं फलोअर्स गेन गर्न सक्नुहुन्छ र अर्निङ पनि गर्न सक्नुहुन्छ। लाखौं फलोअर्स भएपछि तपाईले मोनेटाइजेसनको क्राइटेरिया पनि खुल्नेछन्। त्यस्तो अपडेटको लागि यो टेक्निकल मन्दिसको युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। जस्तै इन्फर्मेटिभ भिडियो म लिएर आउने नै छु। होस् त भिडियोको अगाडितर्फ लागु मोबाइल स्क्रिनतर्फ हामी जानेछौँ। अब साथीहरु तपाईहरु आफ्नो मोबाइल स्क्रिनको कुनै पनि ब्राउजरमा जानु होला। जस्तै म आफ्नो एउटा ब्राउजरमा गएर छु। ब्राउजरमा गएपछि यहाँ तपाईहरुले जस्तै म लेखिरहेको छु त्यस्तै लेख्नु होला। यहाँ आस्क एआई वर्ड लेख्नु होला। यस्तै आस्क एआई वर्ड लेख्नु होला। यहाँ आस्क एआई वर्ड लेखेपछि यहाँ सेकेन्डमा जुन यहाँ सेकेन्डमा तपाईलाई म हेरेर छु यो सेकेन्डमा जुन यो साइड छ यो साइडमा क्लिक गर्नु होला। यो साइडमा क्लिक गर्नु होला। यसरी क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ खुलिरहेको छ। तपाईले यहाँ केही गर्नु पर्दैन। यहाँ तपाईले यहाँ थ्री डटमा माथि यहाँ सर्च बार छ। यहाँ सर्च बारमा क्लिक गर्नु होला। यहाँ सर्च लेख्नु होला गड फोटो भनेर यहाँ क्लिक गरिदिनु होला। जसरी मैले हेराइरहेको छु त्यस्तै गर्नु होला तपाई पनि। यहाँ तपाईको फोटोहरु आइसकेको छ। सम्पूर्ण यस्तै फोटोहरु आइसकेको छ तपाईहरुको निर। जस्तै यो राम भगवान वाला छ। जस्तै म यसमा क्लिक गरे। क्लिक गरेपछि अलि तल जानु होला। अलि तल गएपछि तपाईहरुले अलि तल जानु होला। राम्ररी यो एड्सहरुलाई प्रचार गर्नु तल जानु होला। यहाँ सम्पूर्ण फोटोहरु यस्तो बनेको छ। यो बनेको छ। तपाईहरुले केही गर्नु पर्दैन। सिम्पली जस्तै यो फोटो यसमा क्लिक गर्नु तल यहाँ अझै तल जानु होला। अझै तल जानु होला। म अलिकता माथि गइसकेको थिएँ। अलि तल जानु होला भने यहाँ तपाईलाई प्रम्प्ट मिल्छ। यो प्रम्प्टलाई सम्पूर्ण क्लिक गरेर यहाँ कपी लेखेको छ। कपी गरेर कपी गर्नु होला। कपीमा क्लिक गरेपछि कपी लेखेको आउँछ। नत्र तपाईले यहाँ सिलेक्ट गरेर पनि गर्न सक्छन्। यसलाई कपी गर्नु होला। कपी गरिसकेपछि तपाईले ब्याक जानु होला। ब्याक जानु होला। कुनै पनि फेरि ब्राउजर नै खोल्नु होला। म अलरेडी खोलेको छु अर्कोमा। जिम्नी खोल्नु होला तपाई। त्यसपछि ब्राउजरमा गएपछि यहाँ सर्च गर्नु होला। यहाँ सर्च गर्न गुगल जिमिनाई भनेर यसरी आउँछ तल। यसमा क्लिक गर्नु होला। यहाँ के गर्नु पर्दैन तपाईहरुलाई। सम्पूर्ण सबभन्दा पहिला तपाईले यहाँनिर जुन प्रम्प्ट कपी गर्नु भएको छ जुन प्रम्प्ट कपी गर्नुपर्छ त्यसलाई यहाँ पेस्ट गरिदिनु होला। यहाँ तल प्लस आइकनमा गएपछि यहाँ प्लस आइकनमा गएपछि तपाईहरुलाई यहाँ एउटा अपलोड फाइलको अप्सन आउँछ। अपलोड फाइलमा क्लिक गरिदिनु होला। यहाँ फोटोमा क्लिक गरिदिनु होला। फोटोमा क्लिक गरेपछि यहाँ तपाईले आफ्नो ग्यालेरीबाट एउटा फोटो लिहाल्नु होला। जस्तै म उदाहरणको लागि यो फोटो लिहालेँ। यो फोटो आइसकेको छ। फोटो आइसकेपछि यसलाई तल गर्नु होला। यसलाई सबभन्दा पहिला तपाईले के गर्नुपर्छ यहाँ थ्री डट माथि गरेर डेस्कटप साइडमा टिक हान्दिनु होला भने यस्तो आउँछ। यहाँ एरोको जस्तो छ एरोमा क्लिक गरिदिनु होला। विदिन सेकेन्डमा यहाँ तल हेर्नु भइरहेको होला। म तल हेराइरहेको छु। तपाईले यहाँ तल केही सेकेन्डमा तपाईको यस्तो फोटो जेनेरेट हुन्छ। जस्तो मैले अघि हालेको थिएँ। अब जेनेरेट हुन थालेको छ। अहिलेसम्म तपाईले मेरो च्यानललाई एकचोटी लाइक गरिदिनु होला र कमेन्ट गरिदिनु होला। यहाँ तपाईले यस्तो फोटो हेर्न सक्नुहुन्छ। विदिन सेकेन्डमा मैले यस्तो फोटो जेनेरेट गरिसकेँ। जस्तै यहाँ नाम पनि लेख्न सक्नुहुन्छ। टी सर्टमा नाम लेख्न सक्नुहुन्छ। जस्तै प्रम्प्ट जस्तो छ तपाईको त्यस्तै हुन्छ। जुम गरेर हेराइदिरहेको छु। जस्तै यहाँनिर जे नाम छ नि त्यही नाम हुन्छ। जस्तै यहाँ नाम अरु जनाको छ भने अरु जनाको नाम हुन्छ। त्यसपछि यहाँ तपाईले के गर्नुपर्छ यहाँ सिम्पली फोटोमा क्लिक गर्नुभयो भने अलिकता म हेरिदिरहेछु। यहाँ सिधै जोडले थिच्नु होला। जोडले थिचेपछि यहाँ डाउनलोड इमेज आउँछ। डाउनलोड इमेज यसरी तपाईहरुले गर्न सक्नुहुन्छ। युज गरेर प्रम्प्टलाई युज गरेर यस्तो फोटो बनाउन सक्नुहुन्छ। यस्तै इन्फर्मेटिभ भिडियो हेर्नलाई यो च्यानललाई लाइक सब्स्क्राइब फलो गर्न सक्नुहुन्छ। हाम्रो भेट हुन्छ नेक्स्ट भिडियोमा।